साथीहरु हेर्नुस् है, जेसीबी को डिफेन्सरमा फ्रिक्सन प्लेट ब्रेक फ्रिक्सन प्लेट हाल्ने काम भइराखेको छ। हाम्रो गुरुजीले फ्रिक्सन प्लेट र काउन्टर प्लेट हाल्ने गरिराख्नु भएको छ। ल अब फ्रिक्सन काउन्टर प्लेट हालियो, त्यसपछि अब एक्सल हालिन्छ। उहाँ गुरुजीले एक्सल हालियो, हाल्दाखेरि अलिकति समस्या आयो, त एक्सल भित्र छिरेन है। अब एक्सल निकाल्न पर्छ जस्तो छ, त्यसको घाट मिलेन जिर्रीको, र गुरुजीले फेरि निकाल्नुहुन्छ सबै प्लेटहरू। ल रिप्लेबाट हेर्नुहोस् फेरि सबै फ्रिक्सन प्लेट काउन्टर प्लेट, त्यसपछि फेरि फ्रिक्सन प्लेट, फ्रिक्सन प्लेट, त्यसपछि काउन्टर प्लेट हालियो। त्यसपछि अब एक्सल हालिन्छ है। अब जिरी मिलाएर हालेको, अब चाहिँ ल मिलो एक्सल ठाउँमा भित्र गयो। त्यसपछि अब एक्सल गइसकेपछि अब त्यहाँ डिफेन्सर माथि चढाइन्छ घाट मिलाएर। अब यो देखेको डिफेन्सर चाहिँ अब माथि मेसिनमा चढाउने हो माथि।